Hello everyone, welcome to my Savita mini vlog मा सबैलाई स्वागत छ। आज चाहिँ म फेरि पनि मेरो भ्लग निरन्तर गरिरहेको छु। आज न्यू डे अनि नयाँ बिहानीसँगै म बिहानै नै घरको काम गरिरहेको अवस्थामा छु। आज चाहिँ म खाना बनाउनतर्फ लागिरहेको छु। भन्नुपर्दा चाहिँ गाइस आज म खाना बनाउँदैछु। म बिहानै खाना बनाएर ठुलो छोरीलाई स्कुल एक्जाम चलिरहेको छ। आजसम्म 4टा अनि उसलाई चाहिँ म बिहानै खाना बनाएर पठाउँथे अनि आज चाहिँ ढिलो भयो। अनि अहिले 9 बजे उसको ट्युसनहरु सकेर एक्जाम हुन्छ अनि यता घर आइराख्न भ्याउँदैन उ अनि त्यही भएर उसको बहिनी जान्छ अहिले 9 बजेको बसमा। त्यतिखेर 9 बजेको बसमा उलाई म खाना बनाएर टिफिन बक्समा पठाउने छु अनि नपठाइदिउँ कि भनेको त उसले मलाई फेरि जाने बेलामा आलु भाजी अनि दाल माम पठाइदिउँ है मम्मी भनेको छ अनि त्यही भएर म बनाउँदै छु। अहिले माम बनाउँदै छु अनि उसको लागि दाल भिजाइरहेको छु। अब पकाउन लागेको के गर्नु पकाइदिनु पर्यो हैन अनि उलाई भाजी अनि म पकाउँदै छु। कता तिमीलाई अनि म पकाउन रेडी गरिरहेको छु गाइस। अनि तिमीलाई देखाउँछु नि त मेरो कालीलाई खोइ छोड्नु त अनि मेरो कान्छी छोरीलाई चाहिँ देखाउनु पर्ने भयो। हेलो गाइस भन्नु। हेलो गाइस। अनि म चाहिँ अब फाइनली पकाउन तर्फ लागिसकेको छु। गाइस कराई तातिसकेको छ। कराईमा जिरा पड्किँदैछ, प्याज पनि पड्किँदैछ। यहाँ भाजी पकाउन लागेको छु, रेडी हुँदैछ। आलु भाजी पकाउनको लागि त्यस्तो गाह्रो छैन। आलु भाजी सादा तेलमा मजाले खारेर पकाइदिसकेपछि एकदम मिठो भइहाल्छ। यसलाई मजाले खराउने तेलमा अब मजाले पल्टाउँदै पकाइसकेपछि यो मिठो भइहाल्छ। यसमा मसलादार अनेक थरी लाउनु पर्दैन। एकदम मजाले यसलाई मजाले पल्टाइ पाकिन्जेल रातो भनेपछि मिठो हुनेछ। नानीहरूलाई त्यसै मिठो हुनेछ या ठुलोलाई। अनि दाल उम्लिँदैछ गाइस। दाल मुसुरी दाल मेरो नानीहरूले बेस्ट मन पराउँछ अनि म दाल पकाउँदै छु। यो चाहिँ मेरो ठुलो छोरीले दाल आलु भाजी माम पठाइदिनु मन गरेको छ। त्यही भएर म 9 बजी सानो छोरी चाहिँ 9 बजी जान्छ। त्यही भएर उसलाई पठाउँदै छु। बिहान चाहिँ मेरो जहिले पनि केटाकेटीको लागि बिहानै यस्तै नै काम हुन्छ। बिहान खाना बनाउने पठाउने रेडी गरेर अनि ठुलो छोरी चाहिँ ट्युसन पढ्छ र बिहानै अहिले जान्छ अनि सानो चाहिँ अब एलकेजीमा पढ्छ। उसलाई हल्का फुल्का अब पढ्नु पनि मान्दैन केटाकेटी अनि ऊ चाहिँ अहिले 9 बजीको बसमा जाने छ अनि म चाहिँ अहिले खाना पकाइसक्न लागेको छु गाइस। अनि घरको काम त छँदैछ, त्यो चाहिँ अहिले बिहानै म गर्न सक्दिनँ किनभने पहिलोचोटि चाहिँ छोराछोरीको लागि सुरुमा पठाउनु पर्यो रेडी गरेर अनि मात्रै मेरो घरको काम सुरु हुनेछ। त्यसपछि मेरो झाल रक्सी सुँगुरलाई चारो बाख्रा इत्यादि मेरो काम हुन्छ दिउँसो हैन गाइस। हेर्नु होला मेरो भ्लग। फाइनली गाइस माम पाकिसकेको छ अनि दाल पनि रेडी भइसकेको छ गाइस। अनि भाजी पनि रेडी भइसकेको छ। अब चाहिँ म टिफिन बक्स तर्फ लागे। टिफिन बक्स पनि रेडी भइसकेको छ गाइस। माम पसिसकेको छु। यहाँ दाल अब भाजी। फाइनली गाइस नानीको लागि खाना रेडी भइसकेको छ। बट्टामा माम भाजी दाल उसले यही
खाना पठाइदिनुहोस् मम्मी भन्नुभएको छ। त्यही भएर म चाहिँ यही खाना रेडी बनाएर तपाईँहरूलाई भ्लगमा देखाइसकेको छु। अनि नानीको लागि खाना पनि रेडी भयो। यो चाहिँ मेरो कान्छी छोरीले बसमा अहिले स्कुल जाँदा लगिदिनेछ। फाइनली गाइज मैले चाहिँ टिफिन रेडी गरिसकेको छु गाइज। अब पनि नेक्स्ट भ्लगमा भेट हुँदै मैले चाहिँ नानीको लागि टिफिन बक्स रेडी गरिसकेको छु गाइज। अहिले चाहिँ बाई भन्न चाहन्छु। बाई बाई।